समस्त राष्ट्रप्रेमीहरूलाई कृपया उत्तेजित नभइकन यो मञ्चमा आउनको लागि आह्वान गर्दछु। सुरक्षाकर्मीज्यूहरू पनि हाम्रै हुन् र हामी पनि हाम्रै हुन्, त्यसैले सबैजना देशको लागि आउनु ज्यू पनि आइसक्नु भएको छ। यो राष्ट्रको लागि मायाले हामी सबैजना जमघट भएका छौँ। उत्तेजित कुराहरू र उत्तेजित भाषणहरू सँगसँगै उत्तेजित भएर हामी नबसौँ र समस्त जति पनि अतिथिहरू हुनुहुन्थ्यो अतिथिहरूलाई पनि यो मञ्चमा आउनको लागि हाम्रो राप्रपाका समस्त सदस्य परिवारहरू, अभियन्ता धर्मगुरुहरू असुर ग्यासले गर्दाखेरि रुखको छारीमा बसिरहनु भएको अवस्था छ। समस्त दुर्गा प्रसाईज्यू स्टेजमा आइसक्नु भएको छ र समस्त यो मञ्चमा आउनको लागि र कृपया नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म आह्वान गर्छु कि कृपया धैर्य धारण गर्नुहोस्। यो शान्तिको देश हो, बुद्धको देश हो। हामी कुनै आन्दोलन होइन, तडक भडक होइन, शान्तिपूर्वक हामी गरिरहेका छौँ र शान्तिमा विश्वास गर्छौँ। यो माइक म 2 शब्द बोल्नको लागि सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई, यता पछाडि हुनुभएका दाजुभाइ दिदीबहिनीहरू पनि सम्पूर्णमा नआत्तिनुहोस्, यता अगाडि आउनुहोस्। यो पुलिससँग धक्कामुक्की नगर्नु होला तपाईँहरू। पुलिससँग धक्कामुक्की नगरिकन तपाईँहरू सबैजना यहाँ आउनुहोस्, ग्राउन्डमा आउनुहोस्। त एकपल्ट ग्राउन्डमा म प्रहरीका साथीहरूलाई के भन्छु भने अब तपाईँहरू अश्रु ग्यास प्रयोग गर्ने काम नगर्नुहोस्। यो घरमा लुकेर ढुङ्गा हान्ने, अश्रु ग्यास हान्ने काम नगर्नुहोस्। राप्रपाका नेताहरू, धवल शमशेर दाईहरू सबैलाई, क्यामेरा सेराई मञ्चमा नवराज सुवेदी दाई, संयोजक दाईहरू सबैजनालाई, क्यामेरा सेराई दाई, रविन्द्र मिश्र दाई, धवल शमशेर, अनिल बस्नेतजी, शिवसेनाको अध्यक्ष नवराज सुवेदी सबैलाई यहाँ आउनको लागि अनुरोध गर्दछु।